हेलो एभ्रिवान, आजको एक्सर्साइजमा चाहिँ हामी एक्सपोनेन्सियल र लगको डेरिभेटिभ्सहरू गर्छौँ। फर्स्टमा चाहिँ मसँग क्वेसन छ y इक्वल्स टु e टु पावर x log x। यसमा चाहिँ हामी के गर्छौँ भन्दाखेरि सबसे सुरुमा सम रुल लगाएर गर्छौँ। dy by dx should be d e to the power x plus log x by dx। अब यसमा हामीले गर्छौँ d to the power x by dx plus d log x by dx। अब हामीलाई थाहा छ यो भनेको त ex भयो जस्ताको जस्तै, अनि लगको हुन्छ 1 by x र हाम्रो एन्सर भनेको e to the power x plus 1 by x। यति नै हो, यो एकदमै सजिलो थियो। अब अर्को क्वेसन रहेको छ y इक्वल्स टु x स्क्वायर e to the power 4x। अब हामीले यसमा हेर्दाखेरि के देखियो त, यो कुन फर्ममा छ भनेर हामीले सुरुमै विचार गर्नुपर्ने हुन्छ। यो हाम्रो uv फर्ममा छ, अनि हामीले प्रोडक्ट रुल लाउन मिल्छ त एकचोटि हेरौँ। यो हाम्रो x स्क्वायर u मानेर e to the power 4x लाई v मान्यौँ भने हाम्रो कस्तो निस्किन्छ त, यहाँ हेरौँ है त। du v by dx हुँदाखेरि v du by dx plus u dv by dx, यो लगाउनु पर्यो होइन त। अब यो गर्दा कस्तो निस्क्यो, e to the power 4x dx square by dx plus x square d 4x by dx। अब हामीले यसलाई फर्दर सल्भ गरौँ है त। e to the power 4x जस्ताको त्यस्तै भयो, अनि dx स्क्वायर बाई dx भनेको 2x प्लस x स्क्वायर भयो, अनि यहाँ अलिकति हामीले ध्यान दिनुपर्छ है, e4x बाई d4x इन्टु d4x बाई dx गरिन्छ के यसमा e to the power 4x dot 2x plus x स्क्वायर, यो भनेको e to the power 4x जस्ताको त्यस्तै आयो, अनि 4। अब यसलाई हामी मजाले अरेन्ज गरौँ। अरेन्ज गर्दा के आउँछ, 2x e to the power 4x plus 4x स्क्वायर e to the power 4x। अब यसमा हामीसँग कमन के छ, 2 कमन छ, x कमन छ, e to the power 4x कमन छ, यो 1 भयो प्लस 2x। यो कहाँबाट आयो भनेर सोच्दै हुनुहुन्छ भने यो 4 मा 2 इन्टु 2 4 हो, x इन्टु x, र एउटा यता अगाडि आयो, एउटा यता गयो है त। यति नै हो हाम्रो एन्सर। अब हामी अर्को क्वेसन गरौँ। अर्को क्वेसनमा छ मसँग y इक्वल्स टु e x को स्क्वायर, हियर dy बाई dx मा dx को स्क्वायर छ dx। यसमा हामीले के गर्छौँ भन्दाखेरि यसमा हामीले dx स्क्वायर बाई dx स्क्वायर डट dx स्क्वायर बाई dx गर्छौँ। त्यो हुँदाखेरि जस्ताको त्यस्तै ex स्क्वायर आयो, अनि 2x भयो। अब यसैलाई नै हामीले अरेन्ज गर्यौँ भने के हुन्छ, 2x e टु द पावर x को स्क्वायर। यो नै हो हाम्रो एन्सर। अब अर्को गरौँ 4 नम्बरमा। 4 नम्बरमा छ हामीसँग e टु x log x। अब हामी यो क्वेसन हेर्ने बित्तिकै अलिकति अनुमान लगाइहाल्नु पर्ने हुन्छ नि, यो कुन फर्ममा होला भनेर। यो पनि duv कै फर्ममा छ जस्तो छ, हेर्नुहोस् त। यसमा पनि हामी प्रोडक्ट रुल लगाएर गरौँ है त ल।
log x d by dx plus e x by d now x by dx. अब यहाँ हेरौँ log x जस्ताको जस्तै भयो। अब त्यसपछिबाट d x by d 2x into d 2x by dx plus यो भनेको 1 by x हो नि त हामीलाई थाहा छ। अब log x e 2x 2 plus e 2x by x। अब यसलाई हामी राम्रोसँग अरेन्ज गरौँ है त ल। 2 log x e x plus e x by x। अब यसबाट हामीले कमन के छ त? कमन छ हामीसँग e2x। अब 2 log x plus 1 by x यो हो हाम्रो एन्सर। गर्न सजिलै छ नि, त्यस्तो आत्तिनु पर्दैन। अलिकति हामीले ध्यान दिने भनेको चाहिँ एक्सपोनेन्सियल वालामा चाहिँ अलिकति ध्यान दिनुपर्ने हुन्छ हैन। यो चेन जस्तो लगाउन चाहिँ हामीले के लगाउने भनेर त्यहाँ चाहिँ अलिकति मिस्टेक हुने चान्सेसहरू हाई हुन सक्छ। त्यसमा चाहिँ हामीले अलिकति ख्याल गर्न पर्यो। अब अर्को 5 नम्बरको क्वेशनमा है त। 5 नम्बरको क्वेशनमा छ e x plus 1 by e x square minus 1। अब यो क्वेशन हेर्दाखेरि हामीले यसलाई कुन फर्ममा छ भनेर यसो सम्झिने। यो u by v को फर्ममा छ। अब यसको के थियो त फर्मुला? b du by dx minus u dv by dx by v square हो नि हैन। अब यो ट्राई गरौँ है त हामी। here by dx should be dx square सरी ल अलि मजाले गर्छु है त म। x minus 1 by dx यो भनेको ex minus 1 d dx plus 1 dx minus 1 d e यहाँ प्लस हुन्छ 1 by dx यो एज अ होललाई स्क्वायर गरौँ। अब हामी गरौँ ex minus 1 जस्ताको जस्तै भयो। अब यसमा dex by dx into d1 by dx minus ex plus 1 by d ex यस्तो गर्नु त कन्फ्युजन हुन सक्छ। by dx by dx यहाँ प्लस थियो by ex minus 1 को होल स्क्वायर। अब ex minus 1 जस्ताको जस्तै भयो। dx by dx भनेको ex हो। अनि त्यसपछिबाट यो भनेको 0 भयो माइनस ex plus 1 जस्ताको जस्तै भयो। यो भनेको ex भयो माइनस 0 बाई ex minus 1 0। यो चाहिँ कस्तो मैले अलि सानो लेख्नु पर्थ्यो नि यहाँ माथि। अब यो भनेको के निस्किन्छ ex minus 1
into ex minus ex plus 1 into ex by यहाँ बाई चाहिँ के हुन्छ ex minus 1 को होल स्क्वायर अब यता गरौँ है त दुईटैबाट ex कमन निकालौँ है अनि त्यसपछिबाट हामीसँग आउँछ ex minus 1 minus ex plus 1 by ex minus 1 को होल स्क्वायर यो ex भयो हैन ex minus 1 minus ex minus 1 by ex minus 1 को होल स्क्वायर यो कटो -1 -2 भयो -2 e to the power x by ex minus 1 को होल स्क्वायर यही नै हो हाम्रो एन्सर है त अलिकति गर्दा कम्प्लिकेटेड भए पनि गर्न चाहिँ अलिकति ध्यान दिएर गर्यौं भने सजिलै छ अब हामी अर्को क्वेशन गरौँ 6 नम्बरको क्वेशनमा y equals to x cube e to the power x को पनि क्यूब है त यो पनि अघि हामीले गरे जस्तै वाला छ नि हैन अघि हामीले प्रोडक्ट लगाएर गरेको थियौं हैन त्यही अनुसार गरौँ है त dx cube e cube by dx यो हुँदाखेरि e x cube d x cube by dx plus x cube d e x cube by dx यो हुँदाखेरि के हुन्छ त e x cube जस्ताको तस्तै अनि हुन्छ 3x स्क्वायर प्लस x क्यूब अब यहाँ अलिकति ध्यान दिने है त यसमा हामीले के लगाउँछौं x क्यूब इन्टु dx क्यूब बाइ dx अब e सरी यहाँ अलिकति मैले यस्तो है त क्यूब 3x स्क्वायर प्लस x क्यूब e x क्यूब 3x स्क्वायर अब यसलाई मजाले एरेन्ज गरौँ 3x स्क्वायर e x क्यूब प्लस 3x स्क्वायर प्लस 3 हैन अनि e x क्यूब कसरी यहाँ भन्नुहुन्छ भने यो दुईटा x त बेस त कमन छ नि त अनि पावर जोडिएको हो है अब हामीले यसमध्येबाट कमनलाई चाहिँ बाहिर झिकौं ल हामीसँग 3 कमन छ x स्क्वायर कमन छ e x क्यूब कमन छ फर्स्ट टर्मबाट त सबै कमन रहेछ सेकेन्ड टर्मबाट चाहिँ x क्यूब एक्स्ट्रा निस्किने भयो यो 3x स्क्वायर e to the power x क्यूब ब्रैकेटमा 1 plus x क्यूब यो नै हो हाम्रो एन्सर आजलाई यति नै गरौँ अब नेक्स्ट चोटि हामी यो डेरिभेटिभ्सहरुको चाहिँ इकोनोमिक एप्लिकेसनबाट गर्न थाल्नुपर्छ बाइ बाइ थ्यांक यू